हेलो गाइज, दर्शन अनि नमस्कार होइन। अब के गर्नु हजुर, म त नाङ्गै छु यहाँ होइन। किन भन्दा मलेसियामा अलिक गर्मी नै छ। अब कतिपय ठाउँ चिसो पनि होला सायद होइन। म बस्ने ठाउँमा चाहिँ एकदम गर्मी छ होइन। फाइनल्ली म चाहिँ अब 2 महिनापछि नेपाल आउँदैछु, 2 वर्ष कन्ट्र्याक्ट पुरा भएर होइन। अब जे जस्तो भयो पनि नेपाल आउँदा आफ्नो जन्म घर फर्किँदाखेरि एकदम मन एकदम खुसी छ होइन। त्यही खुसीले म एउटा सानो क्लिप बनाउँछु भनेर यसो लागि परेको होइन। कस्तो लाग्छ हजुरहरूलाई होइन। अब नेपाल आइसकेपछि म भिडियो बनाएर त हालिरहन्छु होइन। जे जस्तो भयो पनि अब लाइक या कमेन्ट सब्सक्राइब होस् नहोस्, त्यो चाहिँ एउटा मेरो मनको इच्छा चाहना थियो। भिडियो बनाउँछु हाल्छु, चाहे भाइरल होस् नहोस् होइन। यदि मेहनत गर्दै जान्छु, यदि मेहनत अनुसारको सबैले मन परायो भने भाइरल पनि हुन सक्ला होइन। तर ठुलो आश चाहिँ राख्दिनँ। जति आफूले गर्न सकिन्छ त्यतिको मात्र आश राख्नु भन्छ होइन। तर भिडियो बनाउनु त छोड्दिनँ। जे पनि हजुरहरूलाई यो इन्फर्म गर्दैछु कि अब 2 वर्षपछि म नेपाल फर्किँदैछु होइन। कतिपयलाई त थाहा हुँदैन, त्यही भएर मेरो युट्युबको साथीहरूलाई थाहा होस् भनेर है त। अब 2 महिना छ। म चैतको लगभग पहिलो हप्ता 4 गते 9 गते 4 गते या 9 गते भित्रसम्म म नेपाल आइपुग्छु। अनि यस क्रममा म मलेसियाको एयरपोर्टको भिडियो यदि बनाउन मिल्यो भने एयरपोर्ट भित्रको भिडियो पनि बनाएर हाल्छु। प्लस प्लेनमा चढ्दाखेरिको प्लेनभित्रको भिडियो पनि बनाएर हाल्छु। जब नेपालमा प्रवेश गर्छु, यदि मैले आफ्नो सँगै हिँड्ने साथी राम्रो भेट्यो भने म नेपाल झर्दाको भिडियो पनि बनाउन लाएर हाल्छु होइन। किन भन्दा त्यहाँ लगेजहरू पनि हुन्छ, मोबाइल मात्र हुँदैन, त्यही भएर भिडियो बनाउन नमिल्ला सायद। तर मेरो अब नेपालमा फर्किँदाखेरि चाहिँ कोलालमपुरको जुन भित्रको एयरपोर्ट भित्रको जुन भिडियो हुन्छ, यदि मैले बोल्न नसके पनि म थोरै म्युजिक बनाएर चाहिँ हजुरहरूलाई देखाउन कोसिस गर्छु होइन। त्यही हो, हजुरहरूले साथ दिनु होला होइन। यो मेरो सानो क्लिप हो, केही छैन। आज त रुममा एक्लै छु। आज भोलि हो कि कहिले हो सायद नेपालको सोनाम सर साथीहरू 2 जना थियो, उनीहरू तामाङ नै थियो, उनीहरू त गए, म त गएन। किन भन्दा मलाई एसी अलि बढी मन पर्दैन। अलि टाढा टाढाको बाटो जाँदाखेरि टाउको तात्तिने, टाउको दुख्ने हुन्छ, त्यही भएर म घुम्न पनि गएको छैन। अनि अर्को कुरो त के भन्छ भने चाइनिज न्यु इयर यदि म सिङ्गापुर गएँ भने सिङ्गापुरको भिडियो पनि बनाएर हजुरहरूलाई देखाउँछु है त। यदि गएन भने त भइहाल्यो, नत्र यदि म जान पनि सक्छु हजुरहरूलाई सिङ्गापुर देखाउनलाई चाइनिज न्यु इयरमा। घर जानुभन्दा अगाडि यदि गयो भने हजुरहरूलाई भिडियो अवश्य आउनेछ है त। हेर्न नभुल्नु होला। हस् त, नमस्ते, बाई बाई।